साथीहरू ह्याप्पी साउने सङ्क्रान्तिमा गरम गरम रोटी, त्यसपछि मैले मोमोको टप साफ गरिदिएँ अनि चुरा पनि ल्याइदिएँ। साउने सङ्क्रान्तिमा मोमोलाई लगाइदिएँ अनि टप साफ गरेर कानमा लगाइदिएँ नि त कस्तो साफ भएको छ, कस्तो राम्रो देखेको छ। मेरो मोमोलाई टप लगाइदिएँ अनि मजाले रातो डोरी लगाइदिने गरेछ नि त। अनि म चाहिँ जहिले पनि बेसारले सार्दिन्छु। पानीको बिल उठाउन आउनुभएछ अङ्कल। अनि त्यसपछि मैले बाटो मेरो चाहिँ आँगनमा माटो लगाएँ अनि सही साफ गरेँ नि त मजाले। अनि मलाई चाहिँ अलिक पानी जमेको मन पर्दैन नि त, अहिले त बर्खा हो त्यही भएर कति धेरै पानी आउँछ कि। अनि त्यही भएर मैले माटो लगाएर मजाले अनि गार्डनहरूको फुल गरेँ अनि यस बाल्टीमा माटो ओसारेँ, त्यसपछि लगाएँ अनि फुलहरूको फोटो खिचेँ। मेरो गार्डन चाहिँ यस्तो रहेको छ नि त। अनि रोडको भिडियो बनाएँ, गाडी आउँदै थियो नि त उताबाट। अनि मलाई चाहिँ कस्तो मनपर्छ क्या गाडी आएको। अनि यो चाहिँ आजको चाहिँ दिन यसरी बिताएँ। बाई बाई। मिनी भ्लग मन पऱ्यो भने लाइक कमेन्ट गर्नु होला।